लस्सो फ्यापुलो नमस्ते हजुरहरूको समक्षमा फेरि नयाँ भिडियो है। आज चाहिँ हामी बुढाबुढी अनि बहिनी भाइहरू भएर है यता अलिक दिन उग्रेको बेलामा चाहिँ शिव खोला आइरहेको छु। नजाराहरू हेर्नु सक्नुहुन्छ है। अब बाटोमा छु हामी, अब त्यहीँ पुगेर तपाईँलाई देखाउने छु। नगरा हेर्नुहोस् है, अब हामी आइपुग्न आँट्यौँ शिव खोला। त्यहाँनिर अब कति छैन जग्गाहरू हेर्नुहोस्, यस्तो दामी छ। यस्तो हेर्नु अब है, टुरिस्टहरू आउँछ, हाम्रो जग्गाहरू यस्तो दामी छ। तर आज यस्तो गरम छ कि के भन्नु तपाईँहरूलाई होइन, पुरा गरम छ। बाइकमा हिँड्दा मात्रै मजाको शीतल भइरहेको छ, नत्र चाहिँ अब कस्तो गरम भइरहेको छ। अहिले चाहिँ हामी आइसक्यो है, यहाँ बाटोमा छु। हेर्नुहोस् ल, यहाँबाट देखाउँछु तपाईँहरूलाई। आज चाहिँ यस्तो गरम छ कि मान्छेहरूमा यति भिड छ, स्कुटी बाइकहरू अब पुरा भिड रहेछ। हेर्नुहोस् त भिड, स्कुटी बाइकहरू ड्याम्मै। आज सन्डे चाहिँ यति साह्रो भिड हुँदो रहेछ कि आज। हुन्छ तपाईँहरूलाई देखाउने छु हो, मान्छेहरू पुरा रहेछ। अब हामी त्यहीँ पुगेर तपाईँलाई देखाउने छु है त, हेर्दै गर्नुहोस्। अब चाहिँ हामी यहाँ पसिसकेको छु हो। अब यहाँनिर टिकट काट्नुपर्ने रहेछ। हेरौँ कति रहेछ टिकट, मजाले हेर। कति हो बाइकहरू? 20 टिकट 20 रहेछ। टिकट 20 रुपिस। मोडै गरमले गरम है। भाइ खुद्रा छ तिम्रोमा? हेर्नु हो शिव खोलामा भिड मान्छेहरूको भन्दा पनि गाडीहरू। मान्छे त झन् कति होला, जोगीघाट भन्दा बेसी त आजकल त यता आउँछ रहेछ है। राख्दा ठिक होला हौ। गरम भयो। त्यसमा गरौँ कस्तो भयो गरम? गाइस भक्कु गरम छ। माथि त चिसो हुँदै थियो, माथि उयस छ, धुम्म छ है। फगी माथि फगी न फगी थियो, यहाँ आएर त अम्बो यहाँ चाहिँ उयो जोजोहरू यहाँ म र भाउजू गरममा अन्डा जस्तो पाक्दैछु म गाइस। जोजोको भिडियो हामीले गर्दै गयो। हजुर, आज चाहिँ हामी हो उयस, आज चाहिँ आजको दिनको लागि चाहिँ हामी हो अनर्सवाला। ए त मालिक यहाँ हुनुहुन्छ, मालिकको साथी। चाहिँ हामी यहाँ बसिरहेको छु हो। एकदमै गरम। टिकट लियो मेरो चाहिँ यहाँ हो। हामी भोकै छु। यहाँ हेरिहाल्नुहोस् भिडहरू है, गाडीहरू पुरा राखिरहेको छ यसरी। एकदमै गरम छ आज चाहिँ। अब हामी उता जाने खोला खेल्नु हो, त्यहाँनिर पनि तपाईँहरूलाई देखाउने छु है। हाई गाइस, अचम्मै गरम छ आज चाहिँ। हामी यहाँबाट उकालो जाने हो। गरम चाहिँ यति साह्रो हेभी छ कि आज। गरम भयो भन्छ, अब खोला आएपछि गरम नभएर चाहिँ कहिले हुन्छ होइन? बहुत गरम छ अब होइन भाइ, त्यस्तो हो नि। गरम भने चाहिँ अब यो भेस्ट लगाइरहेको छ हो। पनि कस्तो गरम भइरहेछ आज। गरम भएर खोसेर पनि खान थालिसक्यो। हेलो पैसा चाहिँ उठाउँदो रहेछ, यो बाटो चाहिँ नबनाउँदो रहेछ। हेर्नुहोस् है यिनीहरूले हो, बाटो पनि बनाउनु पऱ्यो नि त होइन। हामी चाहिँ उकालो जाँदैछु झरनापट्टि है, यहाँको फेमस झरनापट्टि। यहाँबाट यसरी हिँड्नुपर्छ अलिक माथि। यति साह्रो गरम छ कि आज। यहाँनिर चाहिँ यस्तोहरू बनिसकेको रहेछ।
हेर्नुहोस् हेलो लाग्छ नि त आज त बस्न है कहाँ यहाँ चाहिँ बस्छ आज सन्डे बस्छ नबस्छ होला ए सन्डे हो नि त सन्डे बस्दैन यहाँबाट चाहिँ एउटा नाली छ हो त्यहाँबाट पानीहरू आउँछ हो चिसो हो कहाँ जुत्ता लगाइरहेको छु नि त मजा आइरहेको छ गरममा सास फेर्नु साह्रो पर्ला जस्तो भइसक्यो गरमले हेर्नुहोस् खोला सिरी जानुपर्छ अलिक टाढै हो नि त हुनु पनि मान्छेहरू फर्किँदैछ कति जाँदैछ हो बाइकहरू पनि जानु त सक्छ तर हामीलाई त्यहाँनिर दिएन यहाँनिर पानी नाली थियो अहिले सुकाएछ मैलाहरू गरेर बारेछ हो पहिला त हामी पनि चढेको थियौँ यस्तो बाटो भएर जानुपर्छ यो बाटो त म त हिँडेको थिएँ नि अलिक टाढै हो है उयो यहाँ चाहिँ हेर्नुहोस् यो जङ्गलले गर्दा अलिक देख्दैन खोला हो त्यहाँ चाहिँ अब त्यहाँ गएपछि चाहिँ अहिले भिड हेर्नुहोस् न कस्तो हुन्छ हो माछा ल्याउँछु माछा छ माछा कत्रो कत्रो हुँदैछ हेर्नु त अहिले साँच्ची नै माछा लगिरहेको थियो अब चाहिँ हामी आइपुग्यो है सर्टकट छ यहाँ बाटो हो यहाँबाट चौरालो जाने अब तिमी त डेली प्राय यतै हुन्छ होइन अब मान्छेहरू हेर्नुहोस् ल कम्ती छैन बाइकहरू त मान्छेहरू पुरा भिड छ खोला पनि पुरा ठुलो भएको रहेछ हो यहाँनिर यस्तो दोकानहरू पनि राखेको रहेछ यसरी हो हेर्नुहोस् है ल यहाँ हेर्नुहोस् है मान्छेहरू चाहिँ मान्छेहरू चाहिँ पुरा छ आज है त्यही माथि त्यो पनि रहेछ देख्न सक्नुहुन्छ मान्छेहरू मान्छेहरू चाहिँ हेभी छ आज चाहिँ क्या फेमस ड्याम चाहिँ अब यो हो मान्छेहरू हेरिहाल्नुहोस् यहाँ मान्छे हेर्नुहोस् है मान्छे आज सन्डे चाहिँ यति बिघ्न हुँदो रहेछ कि मान्छे आज हेर्नु सक्नुहुन्छ तल तल सिन्छ मान्छेहरू हो माथिदेखि लिएर मान्छे पुरा रहेछ अब चाहिँ हामी माथि गएको हो माथिनिर खेल्ने किनभने यहाँ मान्छे पुरा हो अब हामी अलिक माथि जाँदैछौँ अब हेरौँ त्यहाँनिर छ भने त्यहाँ खेल्ने अब चाहिँ हामी यहाँनिर खेल्ने है मान्छेहरू पुरा रहेछ उतो पनि पुरा मान्छे छ अन्त अब यहाँनिर खेल्ने पौडी एकछिन पानीमा पस्दैछु अहिले भने चाहिँ खोला खेलाइ हुँदैछ यसरी हेर्न सक्नुहुन्छ मजा आइरहेको छ हामी लुगासुगा फेरेर पनि हो अब चाहिँ हामी लागेको है पर गएर यसो अब के चापर चुबुर खाने हो अझै पनि यहाँ मान्छेहरू खेल्दैछ हेर्नुहोस् ल अझै मान्छेहरू थपिँदै जाँदैछ घटला भनेको त अझै हो मान्छेहरू पुरा छ अझै खेलिरहेको छ र अब चाहिँ हामी पर जाने हो खाजासाजा खाएर हाम्रो चाहिँ घर जाने र हामीले चाहिँ यहाँनिर है मोमो अर्डर गरिरहेको छौँ यहाँ मोमो पनि आयो हाम्रो यिनीहरूले चाहिँ वाइ खाने भन्दैछ यिनीहरूको चाहिँ आएको थिएन अन्त हामी चाहिँ खानु थाल्यौँ है त
अब चाहिँ हामी घर जाने है अझै पनि त्यत्तिकै छ घटेको छैन स्कुटीहरू बाइकहरू गाडीहरू अब चाहिँ हामी कहाँ जाने घर लागेको भाइ मजा आयो आज एकदम मजा आयो यस्तो प्रकारले अब हामी चाहिँ यहाँबाट अब यो उकालो जानुपर्छ बाइकहरू यहाँ छ 20 रुपियाँ मेरो त लिगो बाइक राखेको तर ठिकै छ सेफ्टी हो अन्त अब चाहिँ हामी घरतिर लाग्ने हुन्छ है आजलाई यति नै हुन्छ आजलाई यति नै है हुन्छ टाटा बाई बाई